कता जानु लाग्नुभयो? ए कान्छा, त मलाई भेट्न आइस्? म त तँलाई नै भेट्नु पर्यो भनेर जान लागेको थिएँ। तँ आएछ, खुसी लाग्यो। किन र दाइ, तपाईँ त अचानक टाढै जानु खोज्नुभयो कि क्या हो? हो नि भाइ, के गर्नु, नेपालमा बसेर खासै प्रगति नहोला आफ्नो त। जुन सरकार आए पनि के गर्नु, हामी गरिब दुखीको छोराछोरीलाई। ए दाइ, अब त हजुर पनि टाढै जानु लाग्नु खोज्नु भएछ क्या रे। हजुरले पनि मलाई भन्नुभएको भए म पनि हजुरसँगै पासपोर्ट पेस्थेँ। के गर्नु, मलाई पनि साह्रै गाह्रो भइसक्यो नेपाल बसेर। हजुरले भने जस्तै जुन सरकार आए पनि के गर्नु र, त्यस्तै त रहेछ नि हामी जस्तो गरिब दुखीको छोराछोरीलाई। हजुरले चाहिँ निर्णय लिनुभयो, राम्रै त होला नि। हो नि भाइ, रहर त मलाई पनि कहाँ छ र, आफ्नो देश छोडेर अर्काको देशमा गएर दुःख गर्नलाई। तर पनि के गर्नु, बाध्यता हुँदो रहेछ आफ्नो देश छोडेर अर्काको देशमा दुःख गर्नलाई।